यो विश्व हामी सबैको साझा घर हो। हामी सबै बन्धु बान्धव हौँ। मानवता नै हाम्रो धर्म हो। नमस्कार। आजको यो छोटो बसाइमा म ईश्वर वाग्लेको तर्फबाट स्वीकार्नुहोस् हार्दिक स्वागत एवं न्यानो अभिवादन। साथीहरू, निरन्तरको अभ्यास नै सफलताको कारक हो। आज यसै विषयवस्तुमा केन्द्रित भएर सदाझैँ एउटा छोटो अनि रोचक प्रसङ्ग लिएर यहाँहरूमाझ उपस्थित भइसकेको छु। साथीहरू, स्पेनमा जन्मिएका पाब्लो पिकासो 20औं शताब्दीका एक महान चित्रकार थिए। उनी विलक्षण प्रतिभाका धनी थिए। उनमा अद्भुत क्षमता थिए। उनले बनाएका मूल्यवान चित्रहरू करोडौं मूल्यमा बिक्री हुन्थे। उनका चित्रहरू युरोपका ठुल्ठुला सङ्ग्रहालयहरूमा राखिन्थे। उनका थुप्रै उत्कृष्ट चित्रहरूमध्ये द गुएर्निका नामक चित्र विश्व प्रसिद्ध युद्ध विरोधी चित्र थियो। जर्मनमा नाजीहरूले उनलाई चित्र प्रदर्शनीमा पनि रोक लगाएका थिए। उनको वुमन अफ अल्जियर्स नामक चित्र $180 मिलियन लिलाम बिक्री भएको थियो। यो चित्रले विश्वकै सबैभन्दा महँगो मूल्यमा बिक्री हुने चित्रको विश्व कीर्तिमान पनि कायम राखेको थियो। साथीहरू, एक दिनको कुरा हो। एक महिला शुभचिन्तकले पिकासोले कसरी चित्र बनाउँदा रहेछ भनी हेर्ने उद्देश्यले पिकासोलाई चित्र बनाउन आग्रह गरे। पिकासोले सुरुमा उनको आग्रहलाई अस्वीकार गरे, तर ती महिलाले ज्यादै नै जिद्दी गरेपछि उनले एकैछिनमा 10 सेकेन्ड जति समयमा एउटा चित्र बनाएर ती महिलाको हातमा थमाउँदै भने, लिनुहोस्, $1 मिलियन पर्ने चित्र। एकैछिनमा 10 सेकेन्ड जति समयमा बनाएको चित्र $1 मिलियन। ती महिला आश्चर्यमा परे, तर ती महिलाले पिकासोलाई केही पनि भनिन्। उनी त्यो चित्र लिएर बजार पुगिन् र बजारमा त्यो चित्रको मूल्य सोधिन्। वास्तवमै त्यो चित्र $1 मिलियन पर्ने रहेछ। ती महिला अब त झन् आश्चर्यमा परिन् र फेरि पिकासोलाई भेट्न पुगिन् र भनिन्, 10 सेकेन्डमै $1 मिलियन पर्ने चित्र बनाउने यो अनौठो कला मलाई पनि सिकाइदिनु पर्यो। म पनि सिक्न चाहन्छु। ती महिलाको यस्तो कुरा सुनेर पिकासोले मुस्कुराउँदै भने, यो 10 सेकेन्डको पछाडि मेरो 30 वर्षको कठोर साधना लुकेको छ। 30 वर्षसम्मको निरन्तरको अभ्यास मेहनतले गर्दा नै आज म 10 सेकेन्डमा $1 मिलियन पर्ने चित्र बनाउन सक्षम भएको हुँ। त्यसैले तपाईँ पनि मेहनत गर्नुहोस्, परिश्रम गर्नुहोस्, निरन्तर अभ्यास गर्नुहोस्। एक दिन मैले जस्तै 10 सेकेन्डमा $1 मिलियन पर्ने चित्र बनाउन सक्षम बन्नुहुनेछ। साथीहरू, हामी सफल व्यक्तिलाई मात्र चिन्दछौँ, उसको प्रतिभा र सफलताको ईर्ष्या गर्छौँ, तर सफल हुनका लागि उसले गरेको निरन्तरको प्रयासलाई वास्ता गर्दैनौँ। उसको त्याग, तपस्या, समर्पण र साधनालाई खासै वास्ता गर्दैनौँ। साथीहरू, यदि दृढ इच्छा शक्ति र धैर्यताका साथ कर्ममा जुट्यौँ भने निरन्तरको अभ्यास र क्रियाशीलताबाट हामी पनि साधारणबाट असाधारण र उत्कृष्टबाट सर्वोत्कृष्ट बन्न सक्छौँ। साथीहरू, किनकि निरन्तरको अभ्यास नै सफलताको कारक हो। आजलाई यति मात्र। आजको यो बसाइमा मलाई सुरुदेखि अन्त्यसम्म साथ दिनुहुने यहाँहरूप्रति हार्दिक साधुवाद
प्रकट गर्न चाहन्छु। सदा झैँ सुझाव सल्लाहको अपेक्षा गर्दै यहाँहरूको माझबाट उजिलो हुन चाहन्छु। यहाँहरूको हर पल हर क्षण शुभ रहोस्।